माथि महँगो भएको अब हामी चाहिँ सुरत किनेर होइन मान्छेसँगले जाँदैछु आज जनवरी सुरत किनेको होइन माथि डाँडामा चाहिँ महँगो पर्छ छिटो त्यो भयो पम्चर भयो फाइनली हामी चाहिँ चिन्डे डाँडा आइपुग्यौँ होइन अब बाइक चाहिँ यहीँले राखिदिएको बाइक चाहिँ यहाँ राख्यौँ हामीले अब हामी चाहिँ चिन्डे डाँडातिर जाँदैछौँ सुभाष भाइ चाहिँ अगाडि गइसक्यो अब यहाँबाट हिलिमिली हेर्ने हो अहिले ओपर देखिरहेछ त माथि भ्यू पोइन्टहरू हो हैन अब चिन्डे डाँडाबाट देखाउने छु म मेरो भाइ अगाडि अगाडि म चाहिँ पछाडि पछाडि हिँड्दैछु अरू बाटो देखेको छैन अहिले त्यहाँ कुन चाहिँ खाल्टोमा छिरी पठाउँछु होला म वाउ ल है हामी चाहिँ फाइनली धरानको यसमा आइसक्यौँ यहाँनिर बाइक ल्याउनु पर्यो भनेर सोच्दै थिएँ म धन्न ल्याएन ठिकै भयो नत्र बाइक यहाँ राख्ने ठाउँमै रहेन रहेछ है ल धरान हेर्नुहोस् चिन्डे डाँडाबाट त्यहाँ चाहिँ भ्यू पोइन्ट हो विराटनगरदेखि रहेछ उयो लामो पुल भीमनगर पुल हो यो चाहिँ ठुलो सप्तकोशीको पुल देखिरहेछ यहाँदेखि चाहिँ यो लामो पुल लामो बत्ती बलेको चाहिँ अनि यता चाहिँ चकरघट्टीहरू भइहाल्यो होइन त्यो त भन्नु पर्दैन होला चकरघट्टीहरू अनि यहाँ त के हो सबै अँध्यारो नँध्यारो छ त दोकानेहरू त यसपालि त नि अनि घाँस पलाइसकेको रहेछ थुप्रै पैसा त नआएको त नि पहिला त यहाँ झन्डामा फोटोसोटो खिचेर गएको होइन पुरा फोटोहरू खिचेर गएको थियौँ भिडियोहरू बनाइकन एउटा चाहिँ क्यामेरामा डिएसएलआर भएको थुन्थुर्ने यहाँलेरी सुभाष भाइ हामी यहाँ भ्यूमा फाइनली हामी चाहिँ यहाँ डाँडा केटाहरू चाहिँ अघि आइसकेको रहेछ होइन हामी चाहिँ आएको छैन भनेर बस्दा बस्दा माथि भिडियो बनाउँदै बसेको त अघि नै पो आइसकेको रहेछ आमा यहाँ पनि पूजासुजा गरेको रहेछ नि हाम्रो दिदीकोमा
खोइ दिदी ए भाइ त यहीँ पो रहेछ त नि अनि होइन त भिडियो बनाउँदै तिमीले माथि बसेर काटीहरू बनाइसकेको छ यहाँ भाइहरू अघि आएर बसेको रहेछ हामी चाहिँ पुरा आएको छैन भनेर बसिरहेको कि घुम्दै श्यामवाला होटलमा छौँ हामी चाहिँ हाम्रो बहिनीहरूको पुरा भिडियो सुट हुँदैछ ए फोटो सुट यहाँ त हेर नमस्ते भन्नु दुईजनालाई मेरो साली वान एन्ड ओन्ली साली भ्यू हेर खतरा रहेछ झुनझुनको टेम्पो पनि आइपुग्यो